त्यसमा राष्ट्रिय स्वतन्त्र पार्टीको झन्डा मासु काट्ने मान्छेले जबरजस्ती एकापट्टि साइडमा राखेर अनुहार पनि छोपेर अनि भिडियो बनाएको देखिन्छ। कुनै पनि न्युजको रियालिटी चेक हुन्छ भन्ने मलाई लाग्छ। खण्डन निकाल्छु भन्नुभएको थियो, खण्डन निकालेको देखेन, तर त्यो पेजबाट भले हटाएको चाहिँ देखेँ। अनि फेरि यो आज केही टाइम अगाडि चाहिँ यो रुटिन अफ धादिङ बन्दले फेरि त्यही कपी गरेर ल्याएर यता हाल्या देखियो। हामीसँग रासोपाका धादिङ क्षेत्र मध्येका उम्मेदवार आदरणीय बोधनारायण श्रेष्ठजी हुनुहुन्छ। अहिले सोसल मिडियाहरूमा केही विवादित कुराहरू देखिरहेछन्। यहाँले जुन एउटा टिभी इन्टरभ्यूमा चाहिँ मासु भात खुवाउँदैनौँ, बरु म हार्छु भन्नुभएको थियो। त्यो कुराले जनताको मन मस्तिष्कमा धेरैको छुएको थियो। त्यसैले व्यङ्ग्य गर्दै अहिले अब एक दुईवटा पेजहरूमा सोसल मिडियाहरूमा यहाँलाई अलिकति नेगेटिभ रूपमा चाहिँ यो मासु भात खुवायो भनेर झन्डासहितको तस्बिर आएको छ। यो कुराको वास्तविकता के हो, थोरै प्रश्न पारिदिनुहोस्। हस्, धन्यवाद। मैले पनि हिजो यो बागमती दैनिक बाट मैले यो न्युज हेरेँ कि साथीले मलाई लिङ्कहरू फरवर्ड गर्नुभयो। मैले त्यसलाई दुई तिनचोटि नै त्यसलाई रिपिट गरेर पनि हेरेँ। मलाई सबभन्दा पहिला कुरा चाहिँ गजब लागेको कुरा चाहिँ के छ भने त्यसमा राष्ट्रिय स्वतन्त्र पार्टीको झन्डा मासु काट्ने मान्छेले जबरजस्ती एकापट्टि साइडमा राखेर अनुहार पनि छोपेर अनि भिडियो बनाएको देखिन्छ। मेरो साधारण प्रश्न के छ भने यदि कुनै पनि पार्टीले मासु काट्यो भने पार्टीको झन्डालाई त्यहाँ लगाएर उभ्याएर खडा गरेर मासु काट्छ कसैले? साधारण प्रश्न, यो एकदम सामान्य मान्छेले पनि गर्ने प्रश्न एउटा त्यो। दोस्रो कुरा चाहिँ हामीहरूको मिडिया सेक्टर भने त देशको चौथो अङ्ग। यस्तो महत्त्वपूर्ण सेक्टरमा काम गर्ने साथीहरूले कुनै पनि न्युजको रियालिटी चेक हुन्छ भन्ने मलाई लाग्छ। यी उहाँहरूको चाहिँ प्रोफेसनल इथिक्स अनुसारको, उहाँले पेसागत नैतिकताको त्यसोलाई हेरेको पनि नदेखिकन उहाँले चाहिँ हिजो पब्लिस गर्नुभएछ। मैले बेलुका कुरा पनि गरेँ, जसले प्रकाशन गर्नुभयो यसको। उहाँले पछि मैले दुई चारवटा कुराहरू उहाँसँग सोधेँ। होइन यो मैले पनि हेरेन, साथीहरूले गर्नुभयो, पब्लिस भइहालेछ, म यसलाई खण्डन निकाल्छु भन्नुभएको थियो। खण्डन निकालेको देखेन, तर त्यो पेजबाट भले हटाएको चाहिँ देखेँ। अनि फेरि यो आज केही टाइम अगाडि चाहिँ यो रुटिन अफ धादिङ बन्दले फेरि त्यही कपी गरेर ल्याएर यता हाल्या देखियो। अब फेरि मलाई क्वेसन लागिरहेको चाहिँ यदि कुनै निकायले अलरेडी चाहिँ प्रकाशन गरिसक्यो चिज त्यहाँबाट नि हटाइसक्यो, त्यसलाई फेरि कपी गरेर ल्याएर यहाँ हाल्ने कुरा चाहिँ यो नियमसँग छ कि छैन, यो त्यो गर्न मिल्ने हो कि होइन। तर यस्तो कुराहरू चाहिँ मलाई लाग्छ हामी अलिकति सबै मान्छे जिम्मेवार हुनुपर्छ। किनभने हामी देश निर्माण गर्ने अभियानमा छौँ। यो देश निर्माण गर्ने कुरा एउटाले अर्कोलाई बदनाम गरेर सम्भव छैन, एउटाले अर्कोलाई सपोर्ट गरेर सम्मान हो। गलत छ भने औँल्याउनुपर्छ, त्यो कुरा ठिक हो। तर मलाई चाहिँ के काउन्टर लाग्यो भने मैले केही अगाडि चाहिँ सिधा कुरासँग मेरो इन्टरभ्यूहरू भएको थियो, छलफल भएको थियो। त्यसमा मैले मासु भात नखुवाउने, पैसा मत नकिन्ने, बरु चुनाव हार्ने, निर्वाचन प्रणालीलाई हामीले सस्तो सुलभ बनाउनुपर्छ, यो कुराहरू हामीले अभ्यास गर्नुपर्छ भनेको थिएँ। प्रशंसा पनि धेरैबाट भएको थियो त्यसको। सायद यसको काउन्टरको लागि यो गरेर हो कि सुनियोजित रूपमा गरेको जस्तो लाग्छ। तर हामी यो खोज्दैछौँ, हामी आफै पनि यो कहाँबाट गरे हो, कसले गरे हो, अब यो मान्छेको निकटमा हामी पुगेका छौँ। त्यो पछाडि त हामी यसलाई फेरि सार्वजनिक पनि गर्छौँ। त्यसैले मलाई लाग्छ यो असाध्यै दुष्प्रचार गर्ने तरिकाबाट मान्छेलाई टार्गेट गरेर गरियो। सायद यो नहुनुपर्ने, यो कसैलाई हुनु हुँदैन भन्छु म। यो अहिलेसम्म चाहिँ यहाँहरूले जनताहरूलाई मासु भातै पकाएर चाहिँ खुवाउनु भएको, भोज भातै गराउनु भएको छ कि छैन? अब यस्तो काम त नगर्ने भनेर भनेकै छौँ। यो हेर्नुहोस्, अहिले हामीसँग 1,38,000 मतदाताहरू छ। हामीले हरेक मतदाताको सम्मान गर्नुपर्छ। कोही मान्छेलाई हामीले केही खुवाउने, केही दिने, अनि फेरि मत ल्याऊ भन्ने भनेको चाहिँ त्यो मतदान होइन। त्यो चाहिँ फेरि मत हत्या जस्तो हुन्छ। त्यो मत हत्या गर्ने काम त हामी गर्दैनौँ भनेर स्पष्ट भनेको छौँ। हामीले गरेको छैनौँ, गर्दैनौँ। अहिले त हामीलाई गाउँघर जाँदाखेरिमा नि गाउँको मान्छेहरूले कतिपय ठाउँमा सक्ने मान्छेहरूले सोसियल मिडिया देखेर ल म खाना खुवाउँछु, यहाँ बस्न आउनुहोस् भन्नुभएको छ। हामी त्यहाँ बसेका छौँ। कतिले मकै भटमास भुटेर हामीलाई खाजा दिनुभएको छ, त्यो बोकेर हिँडेका छौँ। जहाँ जे पाउँछ त्यही कुरा खाइरहेका छौँ। त्यस कारणले हाम्रो जाने साथीहरू टिमहरूले केही खाना खानु पऱ्यो, त्यो बाहेकको अरू कुराहरू हामीले त्यसरी मान्छेलाई खुवाउँदै केही चिज बाँड्दै हिँड्दै गर्ने काम हामीले गरेका छैनौँ र गर्दैनौँ पनि। त्यस कारण मलाई लाग्छ जनता आफैले यसको काउन्टर गर्नुहुन्छ। मलाई त्यो नकारात्मक कुरा
नकारात्मक बनाउनु पर्ने इन्टेन्सन नै त्यस्तो, सोचै त्यस्तो भएको मान्छेले त नकारात्मक डिल गर्ला। तर विवेक भएको मान्छेले त्यसलाई चाहिँ यसो राम्रोसँग दोहोऱ्याएर हेऱ्यो भने यो पुरै सुनियोजित छ भन्ने हिसाबले बुझ्छ नै मान्छेले। हामीले जुन कुरा गरिराखेको छौँ यो निर्वाचन हामी राजनीति गर्न आयो तर फरक तरिकाले गर्न आएको हो। त्यस कारणले हामी पुरानै तरिकाले राजनीति गर्न आएको होइन। यो हिसाबमा एकदम स्पष्ट हुनुहोस्, यस्तो काम हामी गरे पनि छैन, गर्दा पनि गर्दैनौँ, गर्न पनि हुँदैन। र मलाई लाग्छ अरू साथीहरूले पनि, अरू पार्टीको साथीहरूले पनि यो कमै गर्नुहुन्छ, त्यस्तो गर्नुहुन्छ भन्ने मलाई लाग्दैन। हस्, धन्यवाद।